हाम्रो साथीहरू चाहिँ बिरामी गर्न आएको रे हाम्रो त्यस्तो छ केटाहरू यस्तो विशालले खानेकुरा लिएर आइज भने केही खान दिएन मलाई चाहिँ होइन खानै नहुने रे सरको हेर्नु न मोज मस्ती अब हेर है साथीहरू कुरा के भयो होइन खाने भनेर मगायो अब ल्यायौँ होइन अब डक्टरले चाहिँ अब यसलाई चाहिँ नखुवा अहिले अब कति 2-3 घन्टापछि मात्र खुवाउने भन्यो अनि हाम्रो भोक लागिरहेको त्यहाँ बसाइरहेको छ साथी अनि के गरी बस्यो भन्दा ल अब एकचोटि खानु परेन साथी कुन आइहाल्छ त के गर्ने त भोक पनि पेट पनि बिहान साथी यत्तिकै बोलायो भोकै आएको साथी कुर्न सोनो मामा सुतेर उठ्न बित्तिकै तिमी कामबाट म त सुतेर उठ्न बित्तिकै सोनो मामा आएको कत्रो मेहनत गरेर आएको अब अहिले आएको खानेकुरा ल्याइदिएको डक्टरले चाहिँ नखा भन्छ केही पनि मुख नलाएर खै केही भयो रे नखाने कम मजा छैन केटाहरू यस्तो गन्ध मिठो मिठो बाख्रा पनि खाने खाइरहेछ यार मा यस्तो भोक लागेछ चोरको पारा त्यस्तो छ हेर्नु न खाएको घाँस